नमस्ते गाइस, के छ सन्चै हुन्छ। आफ्टर लङ टाइम पछि म हजुरहरुको माझमा आइसकेको छु एउटा नयाँ ब्लग लिएर। आज चाहिँ हामी गइरहेको छौँ टिकापुर। मैले के गर्नु छु देखाउने छु यो भिडियोमा, हेर्दै जानु लास्टसम्म। अहिलेलाई बाइ। हेलो गाइस, हामी चाहिँ गाडीमा बसिसकेको छौँ र अब हामी जाँदैछौँ। देखाउने छु हजुरलाई म वहाँ पुगेर हामीले के गर्नेछौँ, के खानेछौँ, रमाइलो गर्नेछौँ। हेर्दै जानु होला भिडियोलाई लास्टसम्म। हेलो गाइस, हामी चाहिँ टिकापुर पार्क पुगिसकेको छौँ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँको आज के यस्तो सधैँभरि माहौल छ यस्तो देख्न सक्नुहुन्छ तपाईहरु। हामी चाहिँ टिकापुर पार्कमा पुगिसकेका छौँ। के छ दिदी, कस्तो भयो, मजा आयो? एकदम। ल अब चाहिँ हामी यहाँ टिकट लिएर त्यसपछि भित्र छिर्न गइरहेको छौँ। देख्न गाइस, हामी चाहिँ टिकट काटेर भित्र जाँदैछौँ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ चारैतिर मान्छे छ। जता पनि हुन्छ टोली भेट छ। हेलो हेलो दिदी। ल हामी भित्र प्रवेश गरिसकेका छौँ गाइस, तपाईहरु देख्न सक्नुहुन्छ। जङ्गलहरू अब चाहिँ हामी यतातिर गइरहेको छौँ। यो बेला सबैजना एकैछन्। कालो देखाउँदो रहेछ यार, कालो आउँछ यतातिर, यताबाट खिच्नु, यता खिच्नु सक्नुहुन्छ। यहाँ चाहिँ गार्डन पनि छ अनि एउटा चिटिक्क परेको घर छ। अनि त्यसपछि मान्छेहरू हेर्न सक्नुहुन्छ, यति धेरै मान्छेहरू छन् गाइस, के भन्नु, पुरै छाडिदिनु। तपाईहरु पनि आउनु होला, फ्यामिली लिएर भिजिट गर्नु होला। राम्रो छ पार्क अनि मान्छेहरू पनि धेरै आउँछन्, इन्जोय हुन्छ, इन्जोय गर्नु होला। सबै आफ्नै आफ्नै पारामा छन् अनि यति धेरै मान्छेहरू आउनु भएको थियो। हामी पनि गएको थियौँ, राम्रो भयो, रमाइलो भयो। यतातिर पनि हेर्न सक्नुहुन्छ, दामी ठाउँहरू छ, आउनु होला। सरी गाइस, मैले चाहिँ सबै भिडियोहरू रेकर्ड गरेको थिएँ, स्टोरेज कम भएर चाहिँ रेकर्ड क्यान्सल भएको रहेछ। हामी चाहिँ टिकापुरको उसबाट छुट्टिसकेका छौँ। हाम्रो टोलीहरू पनि अगाडि गइसक्नु भएको छ, म मात्र यता छु। अब चाहिँ हामी निस्किरहेको छौँ, देख्न सक्नुहुन्छ। A few moments later. हेलो गाइस, हामी चाहिँ यहाँ नास्ता खाना कर्णालीमा रोकिसकेका छौँ टिकापुरबाट आउँदै। अब चाहिँ हामी नास्ता सास्ता खाएर हामी घर जानेछौँ र भ्लगलाई एडिट गरेर हजुरमाझ ल्याउनेछु छिटै। आशा छ यो भिडियो मन पर्यो होला। छोटो र मिठोको लागि ल्याएको मैले आफ्टर लङ टाइम पछि। यस्तै सपोर्ट गर्दै जानु होला। थ्याङ्क यू सो मच फर वाचिङ, बाई।